हेलो फाइनली गाइज आज असार 15 गते हामी चाहिँ खोलामा बल्छी खेल्न आइरहेछौँ। हाम्रो टिका अङ्कल यता कुमार सानो। आजको हाम्रो मटेरियल यति भइसकेछ है, यो सब बल्छीबाटै निकालेको हो। ए खतरा खतरा तानिँदैछ बल्छीबाट। अलिक अहिले चाहिँ धेरै ठुल्ठुलो रहेन रहेछ। बल्छीबाट एक पाउ त होइन 1 किलो तानिसकियो। ठुल्ठुला नि छन्। अनि यहाँ हाम्रो एकजना बहिनी तल बल्छी हान्दैछ। अनि यहाँ हाम्रो काइला भाइ, यहाँ हाम्रो दिलान भाइ, यता हाम्रो सन्तोष कुङ्बा। एकदम फिसरहरू भट्टाभट मछली निकालिरहेछ है। एकदम रमाइलो भइरहेछ। असार 15 मा सबैजना रोपाइमा व्यस्त हुन्छ, हामी खोलामा व्यस्त। अङ्कलले शीतल यो सेलाइन पानी चढाउँदै हुनुहुन्छ। माछा हाम्रो प्याकिङ हुँदैछ अहिले। यता मतिर नि यसो देखाउनु न, म नि खोला गएको रहेछ भन्ने होस् न। रेकर्ड छ है यस्तो यस्तो फ्रन्ट यता ब्याक यता घुमाउनु। हो त्यसरी हो। यो चाहिँ मेरो कुण्डी भन्छ यसलाई चाहिँ, हाम्रो भाषा बल्छी। यसैले हामी माछा चाहिँ एकदम निकाल्दैछौँ। 5 मिनटमा दुई चारवटा आइरहेछ अहिलेसम्म। एकदम रमाइलो लागिरहेछ खोला खेल्न पाउँदा। धेरै पछाडि आज माङमा खोलामा बल्छी खेल्न आइया छ सबैजना मिलेर। भाइ बहिनी एकजना छन्, अनि भाइहरू अङ्कल 2 जना अङ्कल, अनि हाम्रो सोल्टी सबै मिलेर हामी खोला खेल्न आएको छ। खाजा नि पुरा व्यवस्थित साथ बोकेर आएको छौँ हामी। ल अब बाँकी अपडेट भएर हामी फेरि अपडेट गर्नेछौँ। हामी के कति फाइनली निकाल्छौँ त्यो कुराहरू सबै भएर लास्टमा हामी फेरि देखाउनेछौँ। अहिलेलाई चाहिँ हाम्रो यति नै है। एन्डिङ गरौँ अङ्कल।